को हो उहाँ चाहिँ को मैले चिनेन कति भयो यहाँ काठमाडौँ आएको हजुर म काठमाडौँ 13 वर्षमा आएको हो तँसँग मेरो कन्ट्याक्ट नम्बर 12 वर्ष तपाईँले मलाई चिन्नुहुन्छ म तँलाई चिन्छु तेरो छोरालाई चिन्छु तेरो फोटो मसँग छ म तेरो भिडियो देखेर यहाँ तँलाई लिन आएको हो ए मैले त चिनेन म नि कता बिहानदेखि तेरो माइत कहाँ हो चिटान भन्दैछु त अनि घर माइतमा को छ भाइ छ अनि मेरो दाइ छ अनि भदैनी भाउजू अनि अरू छैन कोही मेरो बुवा मम्मी हुनुहुन्न अनि दिदी बहिनी छैन दिदी बहिनी छ उनीहरू धनी पनि म कतिवटा गरिब दिदी पनि बहिनी छ 4वटा अनि त्यो 4वटामा 2टा हामी हो यो साइली हो चिनेन जम्मा 5वटा है 5वटा हो नि जम्मा यो ज्वाइँ हो मेरो बुढा पहिला मैले तपाईँले अनि दिदी बहिनी बिर्सिनु भयो हेर्नु त उहाँले याद गर्दा एकदम मजाले याद गर्छ तैँले मलाई कहाँ देखाएको थिइस् तैँले मलाई चिन्छस् चिन्दैनस् बिर्सिनु भयो तपाईँ जेठी छोरी हो कि न सबभन्दा जेठी तपाईँ सबैभन्दा जेठी उहाँ चाहिँ को त नि उहाँ चाहिँ म चिन्ने उहाँ चितवनबाट त म माइली हो तेरो बहिनी माइली हो म यो ल, ल। साइली हो हेर्नु त मेरो साइली पनि यस्तो छैन तैँले साइली बहिनी चिन्दैन त्यो मैले बुझेँ तैँले मलाई त चिन्छ नि तर म त सँगै बसेको मान्छे हो त सँगै बस्ने सँगै दुःख तँलाई पनि गरेको मैले मान्छे हो। चिनेन तैँले मलाई सानो सानो भनेर बोलाएको नि बिर्सिस् सबै कुरा किनभने अनि मेरो अब जिन्दगी नै अर्को नै बिर्सिगयो म कोही पनि चिन्दैन नचिने चिनेर नचिने भने अब त मन दुखेर नचिने भने नि होइन नचिने त यसले चिनेको नचिनेको भएदेखि यसले भिडियोमा मेरो चाडा बहिनी छ अनि मेरो एउटा दाइ एउटा भाइ छ मेरो बुवा आमा छैन मेरो माइत चितवन किन भन्थे मेरो घर चरीकोट मेरो एउटा छोरा छ मेरो बुढा जेलमा छ यसको बुढा जेलमा छ यसको बुढा यसको सासूको भाइलाई मारेर जेलमा छ यसको बुढा यसको छोराको फोटो मसँग छ सबै यसको डिटेल मलाई थाहा छ यसको फोटो मसँग छ के गर्ने त उहाँ त तपाईँले लिन आउनु भयो मोटी थियो त मेरो माइली बहिनी त मोटी थियो त म अहिले दुब्लो छ क्या दुब्लो भयो तैँले मलाई चिनेन मैले अनि कता बिहे गरेर गएको ल भन्दा मैले मेरो माइली बहिनी त बिहे गरेर गएको अनि मनोकामना हो त्यही बहिनी हो म मनोकामना बिहे गरेर जाने बहिनी हो म मेरो मनोकामना बिहे गरेर जाने बहिनी हो क्या नाम भनिदिनु न तपाईँको नाम भनिदिनु एकचोटि उहाँलाई मेरो नाम अब यसले मलाई सानो भनेपछि जता नि चिन्थ्यो अब मैले के भन्नु अब आफ्नै बहिनी नचिन्ने त तपाईँ किनभने अहिले म अनि चिन्न सक्दिनँ मलाई धेरै नै गाह्रो भएको पनि छ अहिले मलाई अनि कोहीसँग अनि मलाई बोल्नु पनि इच्छा छैन हजुर किनभने उहाँ त तपाईँको माया लागेर आएको नि त तपाईँ यस्तो अब यो फोटो कसको यो को हो आफ्नो यो? यो को म चिन्ने यो त हो तैँले मलाई चरी आफ्नो दिदी बहिनीहरूलाई म अनि चिन्न सक्छु तर अनि अहिले पहिला अनि चिन्न सक्छु तैँले चरीकोट हुँदाखेरि तैँले मलाई यो कस्तो फोटो हुनुहुँदो रहेछ पठाएको एकचोटि त्यति उतै पनि छैन क्या ओहो तपाईँ यो हो यति राम्रो हुनुहुन्छ नि तपाईँको फोटो हेर्नुहोस् त त हो यो त तैँले मलाई चरीकोट हुँदाखेरि अब मात्रै चिनिन नभन्नु न अब राम्रै कुरा गर्नु नि त दिदी बहिनी भेट भइहाल्यो के छ ल भन्नु पहिलाको हो पहिलाको फोटो मसँग अझै पनि छ तेरो छोराको पनि त कहाँबाट आइपुगेछ तेरो भिडियोहरू म तँलाई लिन आएको भनिरहेको छु म चितवनबाट आएको अनि मलाई लगेर के गर्छ तैँले त राम्रो मान्छे बनिन चाहन्छ भने त राम्रो मान्छे बनिन यसले यसरी माया गरेर सबैजना आउनु भएको छ नि त बहिनीहरू यसरी आउनु भएको छ अब चिनिन भन्नुहुन्न नि त पाप पो लाग्छ त यस्तो भन्यो भने पाप लाग्दैन दाइ म त भएको कुरा सिधै भन्नेछु मलाई धेरै गाह्रो हुँदाखेरिमा कसैले पनि मलाई हेरेन होइन त्यो बेला त्यस्तो बेला बसेर गएको तर मैले यो काठमाडौँ कति ठाउँमा खोजेँ यो फोटो अब उहाँले अघि मलाई भन्नुभयो कि भेटिन भने अनि त्यसपछि मैले तँलाई नभेटेपछि म यहाँबाट फर्केँ म 11 महिना बसेँ काठमाडौँ 11 महिना बसेर मैले तँलाई कति खोजेँ ल के अरे अनि तेरो बुढो नाम के अरे
हाम्रो त्यो कन्ट्याक्ट होइन तैँले अनि म त्यो बेला जाने काम गर्थेँ अब 10,000 पैसा मागेँ मैले कहाँबाट दिनु त नि मैले अनि जय अनि बिमारी छ भनेर मलाई माग्यो अनि मैले 10,000 कहाँबाट दिने तँलाई मैले पैसै लिएर आइज भनेको थिएन नि त त म तँलाई भेट्न आउँछु भनेको थिएँ ल आइज भनेर म कति वेट गरेँ हस्पिटलमा बसेँ तर तँ आएन अनि त्यहाँबाट हाम्रो लास्ट कन्ट्याक्ट त्यहीबाट भयो ठिक छ बहिनी आज भेट भइहाल्यो होइन त मसँग जान्नस् म तँलाई लिन होइन त यसो दुःख पाएर पुऱ्याएर बने कि दिदी बहिनीसँग राम्रै जाने राम्रै बस्नु ल भन्नु र यस्तो नि त अब अनि आफ्नो तैँले बिहे गरे हौ काममा गएको छ तैँले बिहे गरे हौ अनि कसरी उ गर्नु अनि दिदी बहिनीको कमाइ खाएर म बस्नु होइन सक्दिनँ नि आफू ठिक हुन्जेलसम्म बस्ने नि त ठिक हुनु नहुनु जेल म तँलाई हेरौँला त ठिक भएपछि त आफ्नै कमाइ खाएर बस्नु तर रक्सी सक्सी चाहिँ खानु भएन है खुट्टा चलाउनु मिल्दैन दुइटै खुट्टा चल्दैन हरेसी काम त गर्नु सक्छस् नि बाहिर गर्न नसके पनि सक्नु त तर अनि मेरो यो दुइटा छ यिनीहरूलाई सँगै लग्नुपर्छ यो यिनीहरू भन्दा राम्रो उतै छ क्या यो दुइटा त यतै राख्छु त मेरो यहाँ छ नि त मान्छे त होइन हामीले राम्रो राखिदिइहाल्छौँ किनभने होइन यस्तो के हो भन्दा तपाईँले अब यस्तो हुन्छ के दिदी बहिनी कहाँदेखि आएको छन् तपाईँलाई भेट्नलाई 10 वर्षपछि भेट भएपछि बहिनी भेट भयो भन्ने कुरा गर्ने कि चिन्दिनँ भन्ने वर्ष भयो नि अनि चिन्दिनँ भन्ने 12 वर्ष भयो कि यसको र मेरो कन्ट्याक्ट नभएको अब उहाँहरू हेर्नु त यस्तो रुँदै बस्नु भएको बिचरा हेर्नु त तपाईँले रहर लाएर हो त यस्तो अवस्थामा तपाईँ मऱ्यो कि जिउँदैछ कि भनेर उहाँहरूको कति मनमा कुराहरू खेल्दो मलाई त रहेछ सबभन्दा ठुलो कुरा अनि के लाग्छ भने मलाई चाहिँदैन किनभने मेरो दिदी बहिनीहरू पहिले नै मरिसके त्यस्तो भन्नुहुन्छ त यहाँ अगाडि छ नि हेर्दै यस्तो अगाडि छ नि हेर्नु त अगाडि नै होस् अगाडि नै अब म हिजोको कुरा भनिदिन्छु। बिर्सेर पो अब राम्रो अगाडि जिन्दगी बिताउनु पर्छ तपाईँ पनि यस्तो कुरा गरेर हुन्छ त मैले यस्तो धेरै दुःख पाएँ लाजो जे छिचोरी म हो सुख म यहाँ हेर्दा उहाँहरू पनि दुःख रहेछ त नि तपाईँले भेट्न पनि आएछन् कति दुःख गरेर तपाईँले जिउँदो देखेर आउनु भएको छ अनि मलाई धेरै इच्छा लाग्थ्यो मेरो बहिनीहरू भेट्न पाए हुन्थ्यो मेरो दाइ मेरो भाइहरू भेट्न पाए हुन्थ्यो कति धेरै इच्छा ल थियो ठिक छ तँलाई दाइ भाइले हेरेन हामीलाई पनि त हेर्दैन हामी माइत नगएको कति भइसक्यो मै भइसक्यो कति भइसक्यो माइत नगएको तपाईँहरूको माइतमा समस्या होला तर हेर्नु त दिदी बहिनी भने कति माया गरेर यहाँसम्म आउनु भएको छ उहाँ बिहे गरेर अर्का घर जानु भएपछि हेर्नु त कति राम्रो बच्चा छ हेर्नु त त्यहाँ हेर्नु त ल अनि यस्तो बच्चा बोकेर आएछन् उहाँदेखि बहिनीहरू आउनुभयो ठिक छ अनि- म माने तर मैले उ गरे जस्तो सोचे जस्तो कहिले पनि भएन यस्तो हो नि त सोचेको जस्तो मेरो हुँदैन आमाले कि सानैमा छोडेर गइहाल्यो ત્યારે मलाई बहिनीहरूलाई सबैलाई मैले हुर्काएँ लास्टमा म अनि यति दुःख पाएँ कि मैले अब के गर्ने जाने कि नजाने त जाउँ अब दिदी बहिनीले हेर्छन् 2-4 दिन दिदी बहिनीको बसौँ भएन भने मेरो नम्बर दिन्छु तपाईँलाई संस्था राम्रो संस्था कुरा गरिरहेको छु राम्रो संस्थामा गएर बस्नु हो कि न बहिनीलाई भन्नुहोस् त त्यही गरिदिन्छु कि संस्थामा हामी हुँदै तँलाई किन संस्थामा राख्नु भनेर हामीले लिन आएको हो होइन तँलाई नखोजेको पनि होइन चित्त दुखाउने कुनै ठाउँ छैन किनभने तैँले भन्दा बढी दुःख अझै पनि मैले गरिरहेको छु के कति धेरै सङ्घर्ष गरिरहेको छु क्या मैले हामी सुख पाएको होइन किनभने अहिले म अनि केही उ गर्न सक्दिनँ मेरो केसी भएको छ यो खुट्टाहरू तपाईँलाई कसैले लगेर काम सुन्नुहोस् यहाँ सुन्नुहोस् तँलाई हामी काम गर्न एकतिर अनि दुईजोको छ अनि म केही गर्न सुन्नुहोस् सक्दिनँ एकछिन मेरो कुरा सुन्नुहोस् ल उहाँ चितवनदेखि तपाईँलाई लिन आउनु भएको छ हेर्नुहोस् है तपाईँको हिजोको मन दुख्यो होला चित्त दुख्यो होला मुटु फुट्यो होला अब हिजोको कुरा सम्झेर बसेर हुँदैन नि त किनभने भन्नुहोस् त मन दुख्छ के कारणले हेर्नुहोस् त तपाईँले रक्सी लिएर बस्नु भएको छ अब उहाँहरूले तपाईँको माया नै नलाग्ने भइरह्यो भए उहाँहरू भिडियो हेर्नुहुन्थ्यो बस्नुहुन्थ्यो नि त तपाईँहरू भने आउनुभयो नि त यहाँसम्म हो कि न ल भन्नुहोस् त अब तपाईँ जानुहुन्छ भने चाहिँ यहाँको मैले अब यहाँको वडाको र पुलिसलाई बोलाएर चाहिँ म तपाईँको कुरा गरिदिएर पठाइदिन्छु आज अनि किन ढाट्नु आज खाना पऱ्यो खाना पाएको छैन यसरी खाना खाएन भने चित्त दुखाउने होइन क्या हामीसँग हिँड्न तँलाई काम गर्न लाउँदिन तँलाई खाना दिनलाई लाउन दिनलाई त सन्च नभएसम्म हामीले हेरौँ आफै गरेर भनौँ भनिदिएँ है भन्न मिले होइन भिडियोमा त हाम्रो आमा पछिको दिदी भएर मात्र लिन आएको हो हेरे उ गरेर भन्नै मिल्दैनन् क्या तपाईँको बानीले हुँदैछ ठिक छ अनि म जान तयार छु तर अनि एकचोटि अनि मेरो बुढाले भेट्नु पाए हुन्छ कि बुढा नसुढा त रातभरि कुट्नुलाई नि किन बुढा भन्छ
अनि पानी पर्ला जस्तो माथि आमा कहाँ गऱ्यो बसिरहेको पानी पर्ला जस्तो भयो अनि म यहाँ आएर बसेको हेर्नुहोस् दिदी मलाई तपाईँको यसरी भिडियो बनाउनु नि मन छैन किन बनाइदियो भन्दा अब उहाँहरू लिन आउनु भएको छ भोलि दिन केही समस्यालाई केही नहोला भनेर बनाइदिए है हजुरले पनि यो कुरा याद गर्नु होला तपाईँलाई एउटा कुरा के भन्छु थाहा छ तपाईँको गल्ती पनि रहेछ कि उहाँले धेरै कुरा भनिसक्नुभयो मलाई तपाईँले पनि रक्सी खाएर दुनियाँ चाहिन चाहिँ धेरै गर्नु भएको छ होइन अनि श्रीमानले पनि धेरै ठुलो समस्या दिनुभएको छ गल्ती चल्दैन है दिदी फेरि म त्यस्तो गर्दैन रक्सी खानु पाएन मासु भात खानु पाइयो जे मन लाग्छ त्यो खानु पायो तर रक्सी खानु पाइएन म नि होइन मैले के भनेको भने होइन थाहा छ मलाई मैले मलाई पनि भनेको छु रले रक्सी खाएको होइन पात लेदाले खाएको हो त्यो मैले बुझेँ होइन रक्सी खाँदैन चुरोट तान्दैन मलाई लगेर बरु सस्तामा राखिदिनु मैले डाइरेक्ट ठिकै छ यसो गर्नु न अब तपाईँको आफ्नो मान्छे बस्नुको साथले हामी छौँ त अनि हामी लगेर सस्तामा राख्ने उद्धार नै हामीले गर्छु भने हो नि त त्यो मलाई अनि मेरो ज्यान राम्रो होस् हेर्नुहोस् तपाईँको ज्यान यहाँ राम्रो हुन्छ कि उता जानु राम्रो हुन्छ त अनि मैले त्यही नै अब एउटा कुरा के भन्दाखेरि उहाँ दुई जुर्की हुनुहुन्छ है तपाईँहरूले के बुझ्नुपर्छ भन्दाखेरि उहाँको श्रीमानसँग बसेर यहाँ कागज गरेर जानुपर्छ कि किन भन्दाखेरि भोलिको दिन समस्या आउँछ नि त होइन दिदीको कुराकानी गरे अस्ति चाहिँ अहिले तपाईँ आउनुभयो अब उहाँको परिवारहरू आउनु भएको छ थाहा पाउनु भयो कि भएन उहाँ बहिनी हुँदो रहेछ है साइली बहिनी माइली बहिनी आउनु भएको छ मैले अस्ति भिडियो बनाएर राखिदिएको हो है अनि तपाईँको श्रीमती कति वर्षदेखि 7 वर्ष भयो 7 वर्ष भयो तपाईँको नाम भन्न मिल्छ दाइ मिल्छ के हो तपाईँको नाम मेरो नाम राजु 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 साई यो अगाडिको घर चाहिँ तपाईँको हो अरे होइन यो मेरो घरै हो ए हजुर अनि कसरी भेट भयो कसरी तपाईँहरू सँगै बस्नुभयो अलिकति बताउनु मिल्छ दाइ मिल्छ भन्नु न कति भयो भद्रकाली भद्रकालीमै भेट भएको हजुर अब अहिले उहाँलाई चाहिँ दिदी बहिनी लिन आउनु भएको छ बाटोमा नबस्छ भनेर होइन हजुर अब तपाईँले आधिकारिक रूपमा बिहे गर्नुभएको त होइन नि होइन है आधिकारिक रूपमा त बिहे गरेको होइन अब के गर्नु त दाइ अब दिदी बहिनी लिन आउनु भएको छ अब तपाईँको श्रीमती हो के गर्नुहुन्छ पठाउनुहुन्छ कि पठाउनुहुन्न मन छ कि छैन अनि तपाईँले यसरी राखेर त भएन नि त उहाँलाई नि होइन म छक्रै गरेर पनि त्यो अब खाना पनि खान पाएन अरे बुढा भएर खाना पनि नदिने भयो के काम त खाना किन नदिनु र दिएकै छ खाएन भनिरहेको ए मेरै आमाले दिइरहेछ यहाँ कुखुरा पसल आमाले जहिले दिन्छ मैले भिडियो हेरेको थिएँ होटेलबाट किनेर खानु हजुर यो त उहाँको यस्तो हो कि उहाँको चाहिँ साउथ इन्डियामा बस्नुहुन्छ भन्नुभयो नि होइन दाइ अनि तपाईँको पनि दुःख त छ नि होइन बुवा छैन बुवा बितिसक्यो हजुर हजुर बुवा बितिसक्यो मेरो सानो आमा मात्रै हो घर मेरै हो यही घरै हो मेरै घर हो यो हजुर अब घरमा चाहिँ किन नराख्या त अनि बुढी भनेपछि घरमा राख्ने हो कि यहाँ बाहिर पार्टीमा राख्ने ए सानो बाहिर चाहिँ किन राख्नु र मैले राख्ने रहर गरेको हो र होइन बिहा गरेपछि घरमा लगेर राख्ने कि पार्टीमा राख्ने घरै छैन भने त पार्टीमा हजुर सर नमस्ते यही घरै हो मेरो अनि किन लगेर राख्ने हजुर हो सर भन्नु त मेरो आफ्नै घरै हो त चोकबाट अलिकति अगाडि यो नमुना बुद्ध बिहार छ नि सर त्यसको ट्याक्कै पछाडिपट्टि बुद्ध बिहार हजुर सर हजुर अब दाइ सुन्नु न है हजुरको श्रीमती छुटाउन आएको पनि होइन म है हजुरको उहाँ तपाईँहरू यसरी बस्या भएर उहाँसँग कुरा गरेको थिएँ तपाईँहरूको वास्तविकता छुट्टै रहेछ होला तपाईँको पनि दुःख होला होइन अब उहाँको परिवार हो उहाँहरू है दिदीबहिनीहरू हो अब दाजुभाइ त आउनु भएको रहन्छ अनि यहाँ वरपर बुझेअनुसार चाहिँ तपाईँले धेरै कुट्नुहुन्छ अरे नि त बुढी कहाँ खोज्नु नखोज्नु नदियो या कहिले हानिदिएको श्रीमतीले हान्दियो होइन अर्कैले अनि उहाँको चाहिँ त्यो मुखमा के भएको नि त्यो सुन्नेको चाहिँ कसले हानेको त त्यो कसले हानेको हल्का ढल्ने बानी समाउनु पर्छ हजुर त्यसले गरेर चाहिँ मैले छाप समाउँछु हजुर कहाँबाट चाहिँ म कहिले पनि ऊ गर्दैन कुट्नुहुन्न कहिले पनि गरममा आफै फुटे भने डाइरेक्ट दिइहाल्छ फेरि जस्तो त त्यस्तै अनि सुन्नुहोस् दिदी सत्य कुरा बोल्नुहोस् ल
सत्य बोल्नुहोस् ल अब मलाई ल भन्नु न है श्रीमानले कुर्छ कुट्दैन कुर्छ मजाले कुट्छ 2 दिन 3 दिन 5 दिन कुट्छ नि होइन कुर्छ मलाई हेरेर भन्नुहोस् तपाईँ डराउनु पर्दैन अरूको कुरा सुन्छ अनि मलाई कुर्छ हजुर अनि मलाई भन्छ अनि तरन्डी ए भालु भन्छ अनि कुर्छ किन बस्छ त उहाँसँग तपाईँ अनि म अनि आफ्नै बाटो लाग्दाखेरिमा आफै काम गरेर खान्छु भनेर हिँड्दाखेरिमा यसले कहिले पनि हिँड्दैन के हेरेर त चाहिँ कहिले दिँदैन म एक्लै हिँड्न दिँदैन हजुर सँगै हुन्छ अनि जुन हिजो अनि तपाईँले भन्नुभएको थियो त्यो नि चिन्जानै त बच्चाको आमा भन्नुभएको थियो नि त्यही भेटेपछि त्यहीसँग नै अनि म के पर्छ त्यहीसँग हिँड्छ अनि मलाई के मतलब हुँदैन म एक्लै काममा जान्छु अहिले हेर्नु खुट्टा चल्दैन हात खुट्टा राम्रो चलाउन मैले मिल्दैन मैले अनि भनेको टाइममा तातो खाना खानु पाउँदैन अनि मैले भनेको अनि चिज खानु पाइँदैन अब तपाईँ भन्नुहोस् तपाईँ परिवारसँग जानुहुन्छ कि उहाँसँग बस्नुहुन्छ त मन के छ तपाईँ मलाई त झाँसीमा लाग्छ म मेरो अनि बहिनीहरूसँग मेरो परिवारसँग नै जाने इच्छा छ मलाई तपाईँलाई चाहिँ त्यो इच्छा छ अब मैले यहाँको स्थानीय सरकार बोलाइदिएको छु है आउँदै हुनुहुन्छ उहाँहरू कुरा गर्नुहोस् तपाईँले कुरा गर्नुहोस् तपाईँको नि अधिकार छ त है तपाईँले त अब सिन्दुर हालेर बिहे गर्नुभयो कि यतिकै बिहे गर्नुभयो सिन्दुर नै हालेर फोटो छ त सिन्दुर हालेको फोटो छ अब फोटो नाइता बनाइदिनु भयो तपाईँले उहाँलाई नाइता बनाउनु भयो पनि झुटो नबोले फेरि झुटो टेक्दैन नि फेरि हो भनेको झुटै हो भने त खुत्ताली खुत्ताली निकाल्छ साँचो नै चाहियो मलाई हो भन्नु नगरे त नागरिकता यता सुन्नुहोस् त नागरिकता सेक्सन दाइ हजुर मेरो हजुर नायर त हराएर मेरो भाइले नायर त नम्बर लिएर सबै राखिरहेछ दिएको छ अब यहाँ चाहिँ समस्या भयो नि त दाइ उहाँ त अब होइन उहाँलाई त यसरी कुट्नु पिट्नु त हुँदैन नि त तपाईँले पनि होइन अब के गर्नु भन्दा नि दाइ अब केही समय माइत बस्छन् भनेको छ होइन माइत अलिकति राम्रो भएर आउँछन् नि त उहाँलाई माइत जाने इच्छा रहेछ अब माइतको मान्छेहरू आउनु भएको रहेछ होइन पठाउन नि पऱ्यो अनि यसरी सधैँभरि बाटोमा राखेर त हुँदैन नि त बाटोमा बस्न त मलाई पनि रहर छैन अब तपाईँको आफ्नै चाहिँ हालत यस्तो रहेछ अनि बुढीलाई कसरी राख्नुहुन्छ त दादा तपाईँले नि मलाई त्यसरी बस्ने इच्छा नै छैन त यति साह्रो पनि नहेर्नु न उहाँलाई त्यसरी हेरेर हुन्छ त श्रीमतीलाई तपाईँकै श्रीमती त हो नि होइन न अब आफूले माया तपाईँको दुःख सुख होला मैले बुझेँ दाइ होइन समस्या होला हो कि होइन तपाईँको पनि समस्या त होला नि त तपाईँ पनि यतिकै त हिँडेको त होइन होला नि त तर अब तपाईँको श्रीमतीले जति दुःख पाउनु भएको छ त्यो दुःख त तपाईँले बुझ्नु पऱ्यो नि त होइन त ल अब तपाईँ जाने कि के गर्नुहुन्छ भन्नुहोस् त ल मैले यहाँ स्थानीय सरहरूलाई पनि बोलाइदिएको छु सर हुनुहुन्छ है हाम्रो सर चाहिँ सर एक्चुअली हजुर शुभ नाम बताइदिनुहोस् न मेरो प्रहरी हलदार मुमताज अन्सारी मैले उहाँहरूलाई राखिदिएको छु अगाडि र स्थानीय सबैलाई जानकारी गराइदिएको छु तपाईँ पनि हुनुहुन्छ तपाईँ ज्वाइँ भन्नुभयो है तपाईँको श्रीमतीको नाम के भन्नुभयो मेनुका गुरुङ है अनि सरले त अब मलाई आशीर्वाद पनि दिनुभयो त्यसलाई धन्यवाद छ सर सर यो के गर्दा ठिक होला अलिकति बताइदिनु न सर यो उहाँहरूको आफन्तहरू हुनुहुन्छ होइन अब के अरू केही एभिडेन्सहरू चाहिन्छ भने त्यो जुटाइदिन्छु म खासै केही छैन उहाँ आफू इच्छा भएर यदि जान चाहनुहुन्छ भने मजाले लिएर जानु पाइन्छ त के गर्नुहुन्छ त ल भन्नुहोस् अब म त अनि जान त म तयार छु होइन हजुर तर म जान तयार छु तर अनि मेरो बुढोलाई कसले हेर्छ बुढोलाई त अहिलेसम्म कसले हेरेको थियो र अब आफ्नै आमाले त्यही भएर हेरेको मलाई मेरो बुढोको मात्रै टेन्सन लाग्छ बुढोको माया लाग्छ तर भोलिपछि तपाईँ किनभने अलि ठिक भएपछि आउनु बुढोले नहेरे पनि तर म त हेर्छु नि अब तपाईँहरू दुवैजना यसरी बिजोगमा बस्नु भएको छ नि त आफू सक्ने भयो अनि उता गएर हेर्नलाई म यहाँ हुन्छु कि कहाँ हुन्छ भएर आउने नि त फेरि भने कति टाढा हो र चितवन त्यो बेलासम्म अनि चितवन भने कहाँ हो के हो मलाई पनि थाहा छ तपाईँ श्रीमतीलाई पठाउने कि नपठाउने त तपाईँको म नपठाउने नपठाउने अनि घरमा राख्नु पऱ्यो नि त नपठाउने हेर्नुहोस् अस्ति ऊ गरेको अब हेर्नु तपाईँहरू झगडा गर्नुहुन्छ जाँड खानुहुन्छ रक्स खानुहुन्छ यहाँ वरपर धेरै झगडा गर्नुहुन्छ यो राम्रो होइन नि त भोलि मान्छे मऱ्यो भने पनि समस्या झगडा गर्दिन हामी बराबरी कहिले पनि झगडा हुँदैन म कहिले झगडा त्यो त गर्दिन मैले बुझेँ तपाईँहरूकोमा कहाँ पेट्छ रात पिट्दैन पिट्छ भने पिट्दैन किन भन्नु त अनि तपाईँ अब बस्न हेर्नुहोस् दिदी कसैको कुरा म हजुरलाई जबरजस्ती पनि गर्दिनँ दाइलाई पनि म नराम्रो भन्दिनँ तपाईँहरूको माया धेरै राम्रो होला बाटोमा बसेको छ भने तपाईँहरूको माया प्रकट छैन भन्न मिल्दैन हजुर
उहाँले घरमा लगेर जानु पर्यो उपचार गर्नु पर्यो पेटभरि खान दिनु पर्यो हजुरको श्रीमती हो भने होइन भने हामीलाई लामा दिनु पर्यो खान पाएको छैन रे त्यसैले यहाँ चाहिँ जान पाइएन के छ त ल भन्नुहोस् त दाइ ल हजुरको हेर्नुहोस् जिन्दगी म बिचल्ली पार्न आएको पनि होइन तपाईँहरू यसरी बसिरहनु भएको छ बाटोमा बसिरहनु भएको छ भोलिको दिन अब उहाँलाई समस्या होला तपाईँहरू बुढाबुढीसँगै बस्दाखेरि के घटना घट्ला कस्तो होला भोलिको दिन केही न केही नराम्रो होला यदि उहाँ आफ्नो परिवारसँग जान चाहन्छन् भने होइन तपाईँ पनि यसरी पिएर बस्नु हुँदैछ तपाईँ आफ्नो घर परिवार मिलाउनु सुरुमा त्यसपछि उहाँलाई लिन आउँदा पनि भयो होइन म राख्छु भन्नुहुन्छ भने अब यहाँ तपाईँले राम्ररी कुरा गर्नुहोस् होइन म तपाईँहरूको बिचमा आएको होइन है दिदी तपाईँको परिवार आएको हेर्नुहोस् है मैले तपाईँलाई के भने तपाईँको परिवारले तपाईँलाई सहयोग गरून् बुझ्नुभयो र तपाईँले यसरी कुटे खाएर नबस्नुहोस् मेरो विचारमा चाहिँ तपाईँ कता संस्था जान्छु भन्नुहुन्छ हेर्नुहोस् यो सबै रक्सीको कुरा हेर्नुहोस् बुझ्नुभयो रक्सी खाएर चाहिँ उ नगर्नु मैले धेरै नै उ गरिसकेँ म जान्छु तपाईँ जाने भए कुरुकै जानुहोस् दिदी होइन कुरु जानुहोस् तपाईँलाई बुहारी यहाँ भनेको त धेरै टाढा छ अनि त्यही माथि फेरि अनि म तपाईँ फेरि आउनु नि त राम्रो भएपछि फर्केर आउनुहोस् आफ्नो बुढालाई लिएरै जानुहोस् अब तपाईँ बाटोमा बस्न चाहनुहुन्छ मलाई घरि तपाईँले संस्थामा राखिदियो भन्नुहुन्छ घरि अब तपाईँको परिवारै बोलाइरहेको छु मैले तपाईँले त भन्नुभएको थियो नि बालोजु लग्छु भन्नुभएको थियो नि अब तपाईँले संस्थामा किन तपाईँको परिवार हुँदा त तपाईँले संस्थामा किन राख्ने भन्ने कुरा उहाँहरूको तपाईँको ज्वाइँलाई सोध्नुहोस् बहिनीलाई सोध्नुहोस् मेरो परिवार त छ अनि भएर के गर्नु उनीहरू त अब अनि आफ्नो आफ्नो घरमा हुन्छ अनि मसँग को हुन्छ तपाईँ यहीँ बस्नुहुन्छ त यहीँ झगडा गरेर तपाईँहरू यहीँ बस्नुहुन्छ भने म यहाँ कुरा सकाइदिन्छु कुरा तपाईँहरूलाई हामी डिस्टर्ब पनि गर्दैनौँ चलाउँदैन तपाईँ आफ्नो परिवारसँग कुरा गर्नुहोस् तपाईँको परिवार आउनु भएको छ तपाईँलाई लिन हो किन दाइ एउटा कुरा त मलाई सबभन्दा एउटा अनि के छ म तपाईँलाई भन्नु न मेरो परिवार भनेको यो ए हो एकछिन पनि छोड्दैन अनि हामी चाहिँ होइन तपाईँको परिवार भनेर म चाहिँ होइन तपाईँहरू हामी आयो भने हामीलाई खान्दिनु हुन्छ तपाईँले हे तेरिका हेर्नु त बाटो कुकुरलाई परिवार यहाँ आएको बहिनीलाई परिवार होइन भन्ने त त्यो त पाप लाग्छ नि तपाईँलाई ल जानुहुन्छ कि के गर्नु भन्नुहोस् त ल म यहाँ सरलाई पठाइदिनु पऱ्यो नत्र जानुहुन्छ भने कागज गर्नु पऱ्यो ल भन्नुहोस् दाइ के गर्ने ल भन्नुहोस् के जान्दैन तपाईँ भन्नुहोस् दिदी जाँदैन भने घरमा लगेर राख्नु नि त किन बाटोमा जानुभयो अहिले मेरो मम्मी आउँछ म मम्मीसँग कुरा गरेर म घरमै राख्छु 6 वर्ष 7 वर्ष भएर बिहे गरेको अनि अहिलेसम्म यहाँ राखेर अनि तपाईँको आमाले अहिले लान्छ भनेको भित्र अहिलेसम्म चाहिँ किन नलानु भएको त त्यसो भए मम्मी आएकै छैन त अनि तपाईँको मम्मी 7-8 वर्षबाट आएन यहाँ सबै के गर्नु सबै भन्नुहोस् त है उसलाई थाहा त ऊ जान्छ भनिरहेको त अनि तपाईँ किन खस राम्रोसँग राख्न पनि नसक्छ तपाईँ जाने कि बस्नुहुन्छ लिएर हिँड्नु नि त त्यसो भए उपचार गर्न लिएर हिँड्नु त ल मेरै अगाडि उपचार गर्न लिएर हिँड्नु म यहीँ छोडेर जान्छु ल बिहानदेखि भात खान पाएन भातसम्म त खुलाउन सक्दैन तपाईँ अनि खाना खुवाउन सक्दैन खाना खाएन अरे अनि बिहानदेखि भोकै छ रौसी मात्रै ल्याएर खुसुर खाना दिएर हुन्छ भने बिरामी थाहा छैन तपाईँलाई उपचार गर्न लिएर हिँड्नु नभए छोडेर जान्छ भाबी घरि रक्सी ल्याएर देख फगा घरि चुरोट ल्याएर देख फगा है अघिसम्म जान्छु भनिरहेको थिएँ कि रक्सी दिएर लुकाएर राखेर ल तपाईँ नजाने भए हामी निक्लिन्छौँ है त फ्यामिली नै होइन भनिसके अनि के भन्ने हो र त नि कुरा सुनेर बस्ने हो कि हाम्रो कुरा सुनेर हामीसँग जाने ल भन फेरि होइन के फ्यामिली नभएको र माया नलाएको भइदियो त्यहाँ टाढाबाट आफ्नो काम धन्दा छोडी आउँछौँ हामी हिजोको आज आउँछ भने नरिसाउनुहोस् रिसाएर कुरा गरेर हुँदैन कस्तो नबुझ्या उहाँको पनि दिमागी अवस्था अलिकति गाह्रो छ होइन मैले यसलाई भनेकै होइन यो मान्छे चाहिँ अनि के हो त नि अनि घरभित्र लगेर राख्न पनि नसक्ने उसको त ठिकै छ नि त मानसिक सन्तुलन ठिक छ होइन राम्रै कुरा गरिराख्ने होइन कि त घरभित्र लगेर राख्नु पर्यो कि उपचार गर्नु पर्यो उहाँलाई पनि निकालेको रहेछन् होइन साउथ इन्डियामा त्यस्तो रहेछ उहाँलाई नि गलत नभन्नुहोस् उहाँलाई नि गलत नभन्नु नरिसाउनुहोस् एकछिन नरिसाउनुहोस् गलत भनेको होइन उसले आफ्नो ज्यान त पाल्न सके छैन अनि कसरी बुढीको उपचार गराउने हो भनेको के सर यता आउनुहोस् न उहाँलाई छाता दिनुहोस् हाम्रो सरलाई छाता दिनुहोस् न यहाँ कुरा मिल्दैछ है सर अलिकति थोरै समय लाग्ने है सर हजुरलाई धन्यवाद सर के गर्ने ल भन्नुहोस् त तपाईँहरूको माया बिथल्न आएको पनि होइन तपाईँहरूको माया राम्रो होस् बुझ्नु पनि तपाईँ चाहनुहुन्छ कि न मेरो श्रीमती राम्रो होस् भनेर चाहनुहुन्छ नि त्यो सँगसँगै तपाईँको पनि राम्रो हुनु पऱ्यो नि त दादा होइन
तपाईँ पनि पिउनुहुन्छ, बुढी पनि पिउने, भोलि बालबच्चा पाउनु पर्ला, भोलि चाहिँ एउटा चाहिँ आफ्नो बालबच्चाले चाहिँ मेरो घर कहाँ भन्ला के भन्ला हो कि बाटोमा राखेर हुँदैन नि त दाइ, हो कि भन्नुहोस् त। त्यो भएको कारणले तपाईँको नि समस्या त होला, बुझेँ हामीले होइन। तर तपाईँले चाहिँ बुढीलाई चाहिँ ल तिमी जाऊ न त 2-4 महिना टाढै बस्यो भने तिमी राम्रो भएर आऊ, पछि तिमीलाई मलाई माया लाग्छ, तिमीले मलाई राम्ररी हेर्न सक्छ भनेर सल्लाह गर्नु न त। अब अहिले उहाँ पनि बाटोमा, तपाईँ पनि बाटोमा, 2जना बाटोमा, अनि छोराछोरी कता त पाउने त? बाटोमै पाउने हो, त्यो त हुँदैन नि। तपाईँले कि त म रक्सी सबै खान्न, भोलिदेखि रक्सी नखाइकन हिँड्छु, बुढीलाई माया गर्छु भन्न सक्नु पऱ्यो, मैले चाहिँ राम्रो राख्छु भन्नु पऱ्यो होइन। बुझ्नुभयो नि उहाँहरूको अनुसार। अब उहाँको परिवार हो, उहाँ दिदीबहिनीले हामीले हेर्छु भनेपछि तपाईँले आधिकारिक रूपमा बिहे पनि गर्नुभएको छैन, उहाँलाई रिसार नहेर्नुहोस् न। तपाईँको आँखा हेरेर तर्साउनु हुँदो रहेछ तपाईँले। मुड्की त दह्रो हान्नुहुन्छ कि श्रीमतीलाई? अनि त्यसरी किन आँखा तर हेर्नुभएको त नि? उहाँ तपाईँको बहिनीहरू होइन उनीहरू एउटै कोखबाट जन्मे होइन तपाईँ? अनि एउटै कोखबाट जन्मेपछि त्यस्तो भन्न सक्छ तपाईँले? किनभने यत्रो वर्ष भयो छोडेको मलाई, अनि तपाईँलाई छोडे होइन कि तपाईँले छोडेर आउनु भएको रहेछ। सबै मैले बिर्सिसकेँ। अब तपाईँ बिर्सेर जानुहोस् न त, उहाँहरूसँग राम्ररी बस्नु, राम्ररी खानुहोस्। यसरी बस्नु सट्टामा तपाईँ हेर्नु भात पनि खान नपाइकन बस्नु भएको छ नि। न मेरो दाजुभाइ छ, न मेरो दिदी बहिनी छ, न अनि उहाँहरू चाहिँ को हो त? सबै मैले उहाँहरूको होला भन्नुहोस्। अहिले आए तपाईँको होइन भन्नुहुन्छ नि, म फर्काइदिन्छु। अहिले अनुहार देख्नु पायो होइन, तपाईँ मेरो दिदी बहिनी होइन भन्नुहुन्छ, तपाईँलाई म फर्काइदिन्छु। तपाईँको कुरा यतिकै क्लोज गरिदिन्छु म, हो कि होइन? मलाई पनि तपाईँहरूको टेन्सन लिनु मन छ, किन तपाईँ एउटा नारी हो, मेरो पनि आमा छन् घरमा, आमा बुवा भएको मान्छे हो म पनि, हेर्नुहोस् होइन। तपाईँ एउटा केटी मान्छे हो, केटी मान्छे सम्मान्य मात्र। 18 वर्ष भने यहाँ हो त नि, यत्रो वर्षसम्म यिनीहरू कता, अनि यिनीहरू कता गयो? माइत थाहा छैन त्यही बेला मलाई खोजेर आयो, आएन नि। मलाई कति ए बाबा बल्ल देख्यो नि त तपाईँलाई भिडियोमा, बल्ल अहिले पो भेट्न आयो। अनि भेटेर तपाईँलाई लिन आएको नि त। मैले अघि भने होइन, मैले 11 महिना काठमाडौँ बसेर मैले तँलाई खोजेँ भनेर नखोजे त होइन नि। ल तपाईँले नि कुरा बुझ्नुहोस्, जानुहुन्छ उहाँ म काज गर्नु पऱ्यो होइन। तपाईँ संस्थामा जानुहुन्छ पनि ठिकै छ होइन, म दिदीबहिनीको पनि जानुहुन्छ पनि ठिकै छ, तर दिदीबहिनी आएको बेला किन संस्था जानुहुन्छ भन्ने कुरा हो। के गर्नुहुन्छ दिदीलाई भन्नुहोस् त? मन भयो, बुढाको नि माया लाग्छ है, यति राम्रो बुढा छ अनि माया लागिहाल्छ नि बुढाको होइन। के हो दिदी? अब मायाले संसार चल्दैन, भात पनि अब के अन्त यति बेला अनि कतिखेर चाहिँ पुग्नु त नि? तपाईँ जाने कि नजाने? लास्टचोटि सोध्नु, जाने कि नजाने? तपाईँ जाने कि नजाने? पुग्छ उसले पुग्छ, के गर्छ? जान दिँदैन? के हेर्दो हो? मेरो भाइहरू हो। होइन नबोलौँ भन्दा पनि बोल्न बाध्य बनायो। यो आफै आफ्नो फ्यामिली छोडेर 1.5 वर्षको बच्चा छोडेर, मेरो काखमा 1.5 वर्षको बच्चा छोडेर अर्कोसँग बिहे गरेर गएको है। यो त्यसलाई पनि छोडेर चरीकोट अर्कोसँग बिहे भएर गएको है। यो अहिले हामीले खोजेन भन्न पाउँदैन। यो आफै यसरी नै बाटो यसरी नै हिँड्दै हरायो है, यत्तिकै हरायो, हाम्रो कन्ट्याक्टमै आएनन् के आएन। हाम्रो बाबा बित्दा बाबाको काम केहीमा पनि गएन कि, यो कन्ट्याक्टमा थियो तर यो आउँदै आएन। अनि फ्यामिलीले हेरेन, मेरो दिदीबहिनी दाजुभाइ छैन भनेर किन भन्नु, हेर्छु राम्रैसँग राख्छु जान हिँड भनेर हिजो मात्रै भिडियो हेरेर अहिले आछौँ। अहिले आएर यसलाई यही जिन्दगी ठिक छ अरे, अनि दोष चाहिँ किन दिनु? गर्छु भन्दा बेला किन दोष दिनु? म जान्छु, तिमीहरूसँग जान्छु, चुप लागि नगर धेरै, तिमीहरूसँग नै जान्छु ल। म अलिकति बाटो छोडिदिनुहोस् त उहाँ सरलाई, यता आउनुहोस् तपाईँ बरु। बच्चा छ कि नखाइदिनुहोस् न है, बच्चा छ त्यो निभाइदिनुहोस् न, यहाँ बच्चा छ कि दाइ यसरी। ल तपाईँ जाने भयो भने अब फाइनल्ली भने जाने हो। योभन्दा दिदी हेर्नुहोस्, तपाईँलाई जानुहुन्छ भने तपाईँ श्रीमती हेर्नुहोस्, भोलिको दिनमा तपाईँको श्रीमती पनि आउनुहुन्छ, अलिकति समय हेर्नुहोस्। तपाईँले कुटेर राख्नु भएको छ, तपाईँलाई कारवाही गरिराखेन अहिलेसम्म। मेरो बहिनीको मुख हेरेर भयो भने म जान्छु। तपाईँले उहाँलाई तनाव दिनु पाउँदैन नि फेरि पछि गएर। तपाईँले उहाँहरूलाई तनाव दिने, उहाँहरूलाई समस्या दिने गर्नुभयो भने ल दिदी ठिक भयो ल।
त जान सक्छौ भनेर पठायो भने म आउँछु। मैले प्रहरी राखेर कुरा गर्नु हेर्नुहोस् सर आउनु भएको छ है हजुर उहाँको अगाडि बोल्नु भएको छ जे बोल्नु भएको छ एउटा कुरा गर्नु दो मनको कुरा नगर्नुहोस् तपाईँलाई श्रीमान चाहिन्छ कि तपाईँको आफ्नो शरीर राम्रो होस् भन्ने चाहनुहुन्छ मलाई यसरी मेरो कुटाएर शरीर बस्नु राम्रो चाहिन्छ। उहाँले कति कुट्नु हुँदो रहेछ तपाईँलाई कुटाइ खाइ बस्नुहुन्छ तपाईँ भन्नुहोस् त अब अन्तिमचोटि भन्छु तपाईँ जानुहुन्छ कि सक्दिनँ म अब जान्छु। तपाईँलाई छुटाउन खोजे होइन तर आउनुहोस् न तपाईँ ठिक भएपछि आउनुहोस् हुन्छ, म आफ्नो जान्छु। श्रीमानलाई पनि लिएर मेरो जानुहोस् होइन बहिनीसँग जान्छु म। हुन्छ दाइ तपाईँहरू सल्लाह गर्नुहोस् यो विषयमा है मैले अब धेरै भिडियो बनाउनु मिल्दैन हेर्नुहोस् होइन किनकि यो विषयमा सल्लाह गर्नुहोस् हो कि दाइ तपाईँले पनि आफ्नो श्रीमतीको चाहिँ माइत आउँदाखेरि तपाईँ चाहिँ रोकेर राख्नु त दाइ म कसरी चेन्ज गर्छु मलाई थाहा छ नि। पर्दैन अहिले पर्दैन अहिले कपडाहरू नदिनुहोस् एकछिन चेन्ज गर्नु होटेलतिर लगेर गर्दा यतिकै जाँदा हुन्छ यत्तिकै हिँड गएर नुहाई धुवाई गरेर अनि मात्रै कपडा चेन्ज गर्नु लगा है एकछिन तपाईँको नाम भनिदिनुहोस् तपाईँले प्रिया गुरुङ है के अरे कागजहरू के ल्याउनु भएको छ सरलाई नाम लेखाइदिनुहोस् होइन तपाईँहरूको ल है तपाईँहरू सल्लाह गर्नुहोस् एकछिन उहाँलाई टाइम दिनुहोस् सल्लाह गर्नुहोस् तपाईँ एकचोटि दुईजना सल्लाह गर्नुहोस् बच्चा बोकेर आएको छ बहिनी तपाईँको बहिनी तपाईँको हालमा त्यस्तो देख्छु उनीहरूलाई खुसी लाग्छ त लाग्दैन नि त उहाँ दाइलाई पनि सम्झाउनुहोस् तपाईँहरूले पनि उहाँलाई केही नभन्नुहोस् है दिदीहरूले पनि उहाँ बिचरा उहाँको पनि तपाईँको ज्वाइँ जस्तो चाहिँ भएन ज्वाइँ हुनुहुन्छ होला उहाँ अब उहाँले तपाईँहरूलाई अब सासु स्वीकार्नुहुन्छ हुँदैन त्यो तपाईँहरूको विचारको कुरा भयो तर तपाईँहरूले पनि उहाँसँग राम्ररी कुरा गर्नुहोस् होइन अब भोलिको दिनमा के समस्या होला कस्तो होला होइन अरू केही समस्याहरू रहेछ भने त्यो तपाईँहरूले विचार गर्नुपर्छ है अनि अब उहाँले उहाँको अनुसार चाहिँ पेटमा बच्चा छ भन्नुभएको छ चेक गर्नुपर्छ एकचोटि चेक गर्नुहोस् यदि रहेछ भने त्यो अनुसार उहाँले कागज गरिदिनुहुन्छ त्यो अनुसार तपाईँहरू पनि भोलिको दिन आफू पनि फस्ने काम नगर्नुहोस् के बुझ्नु पनि यहाँ सबै म भनिदिन्छु सरहरूलाई हो कि होइन ज्वाइँ सर हेलो ज्वाइँ सर हो कि होइन भन्नुहोस् त भोलिको दिन केही समस्या तपाईँहरूलाई पऱ्यो भने त्यो तपाईँहरूको विचारमा के गर्ने कसो गर्ने सल्लाह गर्नुहोस् है त्यस्तो हुँदैन। ल आँखा तरे हेर्ने होइन राम्रै कुरा गर्नुहोस् श्रीमती हो तपाईँको नि है ल है मैले जति चाहिँ कुरा गर्ने गरेँ है त है हुन्छ सर धन्यवाद छ हजुरलाई है त